फाइनली मम्मीको बडा मामलीबाट अब मेरो मामा घर जाँदै हामीलाई चोकबाट भित्र छिर्यौँ। ल हामी चाहिँ हाम्रो मामा घर पुग्यौँ है फाइनली। हेम्जा मम्मीको मामा घर टु मेरो मामा घर पुग्यौँ। अब आज चाहिँ यहीँ बस्ने हो मामा घरमा। डल्लु डल्ले डल्ले बिस्कुट ल्याइदिन दिदीले, अहिले ल्याइदिन्छु। चिनेन आमा दिन्छ डल्ले त रिसाएर। कोही छैन क्या। नमस्ते माइजू। हामी चाहिँ अब लोकल काँक्रो खान लाग्यो। टेस्टी यस्तो गुलियो खालको काँक्रो। हामी चाहिँ खाना खान आएको छौँ यता अर्को मामाको घरमा। पसौडीको खिर खान लाग्यो। किनभने लोनीको कमाइ दाइको कमाइको मतलबै चासै लिन्न है। आफ्नो कमाइको भरा जस्तो छ उस्तै कृषकै कामहरूले पनि खाएर हिँडेको छैन नि त। हामी त आफै कमाउने आफै खाने अर्कालाई बुझ्न पार्नु पर्यो नि। हामी जस्तो त कहाँ हुने भएछ नि। अरू त हुँदैन बोझ पारेर खाने खाना भन्दा नखाने जाति। साग पकाइदिन्छु कस्तो पुऱ्याउने बास्नाको खिरमा मिठो है। हो त नि है। पर्ती छले फेरि अस्ति खिर रुचाउँछु भनेर त्यो दिन सोध्न नि पाइने पर्ती छ मैले खिर। मिठो भएको खाएँ मैले मजाले। तिमीलाई त पुग्यो होला, अरूलाई पुगेन। अरूलाई त कुनै क्यारो थाहा छैन। त्यो कर्तालाई मात्र बनाएर रहेछ न। कर्ताला बनाएको थियो अनि मैले खान पाएँ ठ्याक्कै। चाहिँ अब मम्मीको काकीलाई भेट्न जान लाग्छौँ। भ्यू फ्रम हेम्जा मिलन चोक। हिमालहरू देखिन्छ बिहान बिहान चाहिँ। अहिले चाहिँ खास चाहिँ केही देखेँ। नमस्ते मामा। हामी अस्ति दीपक मामाले ठ्याक्कै देख्नु भएछ। काकाको घर नमस्ते। कता टोर्लिने हो? त्यहीँ त होइन ओर्लिने। कहाँ जानुभएको? जता टोर्लियो भने त्यतै
अबि यहीँ टोर्ली भनेर लगाइदिनु भयो क्या त्यो आमाले लोटिन्न लोट्लिउ आऊ बिस्तारै कान्छु होइन 4 बजे होइन माइजू कहाँ हुनुहुन्छ त नि स्कुलबाट आबी हो र पानी पर्यो अहिले त आउनुहुन्न कसले भनेको र तपाईँलाई 4 बजे भनेर फेरि मोबाइलको हामी चाहिँ मम्मीको काकाको घर उल्टो बाटो देखाइदियो क्या हामीलाई उल्टो बाटो देखाइदियो क्या हामीलाई त सबैले चाहिँ भिज्दैन बिस्कुट त प्लास्टिकमा हुन्छ कस्तो डर लाग्छ यार मलाई यस्तो खोल्सा खोल्सा बाटो हिँड्नलाई मान्छे हिँड्ने बाटोलाई नि त्यो आमाले उल्टो उल्टो बाटो देखाइदियो तपाईँलाई चाहिँ बाटै थाहा नहुने ल ठ्याक्कै पुग्यौँ अब बाहिर निकाल्नु बाँधे होइन एउटा त बेल्ट मात्र खोइ काकी तपाईँकी काकी मलाको बोट होइन जुत्ता बाहिर बोका कता हुनुहुन्छ मनु छोरी आइन सानी आई सानी काठमाडौँ चाहिँ आई सानी लौनु अनि नमस्ते छोरी मेरो छोरी हो सानीकी छोरी हो ल बस सानीकी छोरी यही हो सानी यही हो अनि पानी पर्यो हामी आउने बित्तिकै बाहिर अनि के छ हालखबर काकीको आइ आइ अनि ल नमस्ते यो चाहिँ भ्यू फ्रम हेन्जा हाम्रो मामा घरबाट जस्तो राम्रो भ्यू देखिन्छ हिमालहरू देखिन्छ धौलागिरी हिमाल आज चाहिँ मौसम खुलेको छैन नत्र 3टा हिमाल देखिन्छ एकैचोटि हामीलाई चाहिँ मामाले गाडीमा छोडिदिँदै हुनुहुन्छ on the way to Kathmandu. हामी चाहिँ काठमाडौँ पुग्यौँ अनि अब डिनर लिन लाग्यो आजको डिनर यही हो ओके गुड नाइट बाई बाई